तपाईले नसोचेको प्राइसमा क्यामेरा पाउन सक्नुहुन्छ रोयल क्यामसर नेपालमा है। हामीसँग क्याननको 4000D आइसकेको छ। 75-300 एमको लेन्स लिनुहुन्छ भने एकदम सस्तो प्राइसमा पाउनुहुन्छ है। 75-300 एमको लेन्स हामीले 10,000 को तरिकाले दिइरहेको छौँ है। जुनसुकै पसलमा जानुहोस् तपाईँले 15,000 19,000 गरेर तपाईँले पाउनुहुन्न यो कन्डिसनको है। र हाम्रो पसलको लोकेसन छ काठमाडौँ गङ्गाबु चोकबाट भित्र रेडन पुरै नाम छ। पसलमा भिजिट गरेर चेक पनि गरेर जान सक्नुहुन्छ र 2-3 हजार रुपियाँ एडभान्स आयो भने हाम्रो नेपालको जुनसुकै ठाउँमा हामीले क्यास अन डेलिभरी गर्न सक्छ त कसैले सक्दैन नि। 4000D आइसकेको छ केटा हो है। ल हामीसँग 18+ किट लेन्स आउँछ। यसमा वाइफाई हुन्छ, इजिली फाइल फोटोहरू मोबाइल टाच गरेर मिल्छ र 18+ किट लेन्स भएपछि वाइड फोटो खिच्न मिल्ने भयो। यसले जुम गरेर ब्लर फोटो खिच्न मिल्ने भयो है। ब्लर चाहियो ब्लर भन्नुहुन्छ धेरैजना मधेसतिरको साथीहरूले। ए ब्लर खिच्ने लेन्स यहाँ छ है, माल चाहिँ यहाँ छ, सामान चाहिँ यता छ, क्यामेरा चाहिँ है। सो यो क्यामेरा चाहिँ 18 मेगापिक्सल वाला क्यामेरा हो। यसमा इजिली फाइल फोटो मोबाइल टाच गर्नलाई वाइफाई पनि हुने भयो। टच स्क्रिन चाहिँ यसमा हुँदैन है फेरि केटा हो। यसमा टच स्क्रिन हुँदैन, घुम्ने स्क्रिन हुँदैन। घुम्ने स्क्रिन टच स्क्रिनलाई अरू फरक क्यामेरा लिनु पर्यो। मैले 32,000 अस्ति अफरमा राखेको छु त, त्यो भिडियो हेर्नुहोस् न है। यो क्यामेराको 18+ किट लेन्स छ, जे पर्ला ल 24,000 मा 18+ किट लेन्स, ब्याग, चार्जर, ब्याट्री, मेमोरी कार्ड सबै सेट नै 32 GB को मेमोरी कार्ड हालिदिन्छु। कसैले सक्छ त? सक्दैन नि। सो रोयल क्यामेरा सपमा अफर प्राइस हो। यसमा पनि डिस्काउन्ट चाहियो भने आउनुहुन्छ भने चाहिँ फेरि तपाईँ पाउनुहुन्न, फेरि क्यामेरै पाउनुहुन्न। सो यसमा डिस्काउन्ट हुँदैन है, एकदमै पहिले घटाएर राख्दै हुन्छु। तपाईँलाई थाहा नै छ हाम्रोमा डिस्काउन्ट कहिले पनि हुँदैन, जहिले पनि फिक्स प्राइस हुन्छ, जहिले पनि अरूभन्दा सस्तो प्राइस हुन्छ। सो यो क्यामेराको कुरा गर्दाखेरि चाहिँ पर्सनल युज गर्नलाई पनि बेस्ट भयो। यो क्यामेरा तपाईँको चाहिँ स्टुडियोमा पासपोर्ट साइज फोटो खिच्नलाई पनि भयो। सस्तो बजेटमा एकदमै खतरा काम गर्नलाई चाहिँ बेस्ट हुन्छ। चलाउन जान्ने मान्छेले चाहिँ खतरै गर्छन्, चलाउन नजान्ने मान्छेले चाहिँ फेरि गाह्रो हुन्छ। चलाउन सिक्न पर्छ है। क्यामेरा भने चाहिँ त्यति सजिलो छैन, मोबाइल जस्तो सजिलो हुँदैन। चलाउन नजानेको मान्छेले चाहिँ मोबाइलै राम्रो हुन्छ हे बेच्दै भन्छन् क्या, त्यो बेच्ने होइन है। यसलाई चलाउन सिक्ने हो। चलाउन सिकिसकेपछि खतरा फोटोग्राफी गर्न मन लाग्छ, त्यसपछि मोबाइल छुन नै मन लाग्दैन फोटो खिच्नको लागि है। क्यामेरा नै मन पर्न थाल्छ। सो यसमा पार्कमा फोटो खिचेर कमाउन सक्नुहुन्छ सस्तो बजेटमा हेर्ने हो भने हैन। सो यस्तै खालको भिडियो हेर्नको लागि चाहिँ मेरो फेसबुक पेज रोयल क्याम्स नेपाललाई फलो गर्न सक्नुहुन्छ। मेरो टिकटक एकाउन्टलाई पनि फलो गर्न सक्नुहुन्छ। सो यत्रो बेर चाहिँ हेरेर साथ दिनुभयो, तपाईँलाई धेरै धन्यवाद। कुरेर बसिरहनु भएको थियो, कहिले होला अफरमा आउने क्यामेरा भनेर सस्तो बजेटमा आइसकेको। सो मलाई चाहिँ फेसबुक पेजमा मेसेज गरिहाल्नु होला है त, म मेसेज रिप्लाई दिनलाई चाहिँ रेडी पोजिसनमा छु।